अब हामीले लास्ट भिडियोमा चाहिँ वाट इज ग्रेभिटेसनल फोर्स र न्युटन्स ल अफ ग्रेभिटेसनको बारेमा पढ्यौँ र आज चाहिँ अब ग्रेभिटीको बारेमा पढौँ। अब ग्रेभिटी भनेको चाहिँ फोर्स विथ विच अर्थ एट्र्याक्ट एभ्री अब्जेक्ट टुवार्ड्स इट्स सेन्टर होइन। अब जस्तै कुनै पनि बडी चाहिँ हामीले सर्फेस अफ द अर्थदेखि अपवार्ड फ्यालेको छौँ भने त्यो रिटर्न ब्याक हुन्छ टुवार्ड्स द सर्फेस अफ द अर्थ ड्यु टु ग्रेभिटेसनल एट्र्याक्सन अफ द अर्थ होइन। अब हामीले एकछिनको लागि सर्फेस अफ द अर्थबाट चाहिँ एउटा कुनै बल चाहिँ अपवार्ड फाल्यौँ भने के हुन्छ भन्दाखेरि त्यो बल चाहिँ रिटर्न ब्याक टुवार्ड्स द सर्फेस अफ द अर्थ हुन्छ। के को कारणले भन्दा ग्रेभिटीको कारणले। भनेपछि के हुँदो रहेछ भन्दाखेरि कुनै पनि अब्जेक्टलाई के गर्दो रहेछ अर्थले भन्दाखेरि टुवार्ड्स इट्स सेन्टर चाहिँ पुल गर्छ। के को कारणले भन्दाखेरि अर्थको ग्रेभिटेसनल फोर्सको कारणले होइन। अब अर्थको ग्रेभिटेसनल फोर्सलाई नि के भनिँदो रहेछ भन्दाखेरि ग्रेभिटी भनिँदो रहेछ। अब ग्रेभिटीकै कारणले के हुन्छ भन्दाखेरि लाइफ चाहिँ पोसिबल हुन्छ अर्थमा। जस्तै कि एक्जिस्टेन्स अफ एटमोस्फियर होइन, हामी अब अर्थकै सर्फेसमा रहन सक्नु, त्यस्तै गरेर प्लानेट्सहरू अर्बिटमै रोटेट भइराख्ने भनेको ग्रेभिटीको कारणले गर्दाखेरि भएको हो। त्यही भएर इम्पोर्टेन्स अफ ग्रेभिटी धेरै रहेको छ। अब नेक्स्ट टपिक रहेको छ फ्री फल। अब फ्री फलको बारेमा बुझौँ। अब अघिकै जस्तो मैले एउटा बल चाहिँ माथि फाल्दै भने के हुन्छ भन्दाखेरि त्यो रिटर्न ब्याक हुन्छ टुवार्ड्स द सर्फेस अफ द अर्थ। के को कारणले भन्दाखेरि ग्रेभिटीको कारणले। अब त्यो जब तल डाउनवार्ड मोसनमा हुन्छ नि होइन, त्यसको डाउनवार्ड मोसनलाई चाहिँ एउटा फोर्सले अपोज गरिरहेको हुन्छ जुन अपवार्ड डिरेक्सनमा लाग्छ। के को कारणले भन्दाखेरि एटमोस्फियरको कारणले, एयरको कारणले। एयर रेजिस्टेन्सले के गर्छ भन्दाखेरि बलको डाउनवार्ड मोसनलाई चाहिँ अपोज गरिरहेको हुन्छ, रेसिस्ट गरिरहेको हुन्छ। र फ्री फल भनेको एयर रेजिस्टेन्सको प्रिसेन्समा कहिले पनि फ्री फल हुँदैन। यदि कुनै पनि अब्जेक्ट चाहिँ ग्रेभिटीको इफेक्टमा मात्र फल भइरहेको छ भने त्यस्तो अब्जेक्टलाई चाहिँ फ्रिली फलिङ अब्जेक्ट भन्ने र त्यो फिनोमिननलाई फ्री फल भनिने गरिन्छ। यानि कि एयर रेजिस्टेन्सको एब्सेन्स भएको फललाई फ्री फल। अब मुनमा चाहिँ के हुन्छ त, मुनलाई हेरौँ होइन। अब मुनको सर्फेसमा चाहिँ कुनै पनि एउटा अब्जेक्ट फल हुँदैछ भने के को कारणले भन्दाखेरि ग्रेभिटी अफ मुनको कारणले। अब यो डाउनवार्ड डिरेक्सनमा फल हुँदै गर्दा मुनको सर्फेसमा अपवार्ड डिरेक्सनमा चाहिँ कुनै पनि अपोजिङ फोर्स लागेको हुँदैन, किनकि एयर रेजिस्टेन्स हुँदैन मुनमा। किन हुँदैन एयर रेजिस्टेन्स भन्दाखेरि मुनमा एटमोस्फियरै हुँदैन। त्यही भएर अपोजिङ अथवा अपवार्ड फोर्स अथवा एयर रेजिस्टेन्स मुनको सर्फेसमा हुँदैन। यानि कि कुनै पनि अब्जेक्ट चाहिँ यदि मुनको सर्फेसमा फल हुँदैछ भने त्यो चाहिँ के को कारणले भन्दाखेरि ओन्ली ड्यु टु द इफेक्ट अफ ग्रेभिटी होइन। र ग्रेभिटीको इफेक्टमा मात्र कुनै पनि अब्जेक्ट चाहिँ फल भइरहेको छ भने त्यस्तो फललाई चाहिँ के भनिन्छ भन्दाखेरि फ्री फल भनिन्छ। यानि कि मुनको सर्फेसमा के हुँदो रहेछ भन्दाखेरि फ्री फल हुँदो रहेछ। Now we can easily understand the definition of free fall. When a body falls only under the effect of gravity in absence of other forces, then the fall of the body is considered as free fall. अब यदि हामीले सर्फेस अफ द मुनमा चाहिँ दुईवटा अब्जेक्टलाई चाहिँ सेम हाइटबाट सेम टाइममा ड्रप गऱ्यौँ भने कुन चाहिँ अब्जेक्ट चाहिँ सुरुमा तल झर्छ। अब स्मल बलको मास कम होला, बिग बलको मास ज्यादा होला, तर मास जे जस्तो भए पनि कम्ती ज्यादा जे भए पनि एयर रेजिस्टेन्स छैन भने दुइटै बल चाहिँ के हुन्छन् भन्दाखेरि सँगै तल झर्ने गर्छन्। अब हामीले हेरे अनुसार मुनमा चाहिँ के थियो भन्दाखेरि कुनै पनि दुईवटा बलहरूलाई, जुन चाहिँ एउटा लाइट बल थियो अर्को हेभियर बल थियो, तिनीहरूलाई साइमल्टेनियसली सेम हाइटबाट सेम टाइममा ड्रप गर्दा के गरे भन्दाखेरि एउटै टाइममा चाहिँ के भयो भन्दाखेरि ग्राउन्डमा स्ट्राइक भए। अब अर्थमा हेर्ने हो भने एउटा स्मल बल छ अर्को लार्ज बल छ र सेम हाइटबाट सेम टाइममा चाहिँ ड्रप गरियो भने यिनीहरू बल पनि के हुन्छन् भन्दाखेरि साइमल्टेनियसली ग्राउन्डलाई हिट गर्छन्। अब यो किन यस्तो भएको भन्दाखेरि अब सर्फेस एरिया अफ बल के हुन्छ त भन्दाखेरि कम्ती हुन्छ क्या। अब सर्फेस एरिया कम्ती भइसके पछाडि त्यसमा लाग्ने एयर रेजिस्टेन्स अथवा अपवार्ड फोर्स पनि के हुन्छ एकदम मिनिमम हुन्छ। अब त्यो कम्ती भएको एयर रेजिस्टेन्सलाई हामी के गर्न सक्छौँ, नेग्लेक्ट गर्न सक्छौँ। यानि कि यी दुईवटा बलहरू पनि के छन् भन्दाखेरि एप्रोक्सिमेट फ्री फलमा छन्। भनेपछि एप्रोक्सिमेट फ्री फलमा भयो, एयर रेजिस्टेन्स भएन भने फ्रिली फलिङ बडी के हुन्छ त साइमल्टेनियसली ग्राउन्डमा स्ट्राइक गर्छ। Now, like two balls,
If we drop a feather and a coin from same height at same time, will they reach the surface simultaneously? The answer is no. As feather has large surface area, it experiences a greater air resistance, causing it to move downwards slowly. On the other hand, coin has small surface area and thus lower air resistance. So coin will hit the surface faster than the feather. So the role of air resistance is significant. अब यति बुझिसके पछाडि फिदर एन्ड कोइन एक्सपेरिमेन्ट सजिलैसँग बुझ्न सकिन्छ। यदि हामीले कोइन र फिदरलाई चाहिँ सेम हाइटबाट र सेम टाइममा ड्रप गऱ्यौँ भने कोइन छिटो तल झर्छ होइन, किनकि कोइनको सर्फेस एरिया कम हुन्छ, एयर रेजिस्टेन्स कम हुन्छ। तर यदि हामीले एयर झिकेर भ्याकुममा यही एक्सपेरिमेन्ट गऱ्यौँ भने अब के हुन्छन् भन्दाखेरि फिदर र कोइन चाहिँ सँगै तल झर्छन्। फ्रिली फलिङ बडी के हुन्छ त सँगै तल झर्छ नि त, इन एब्सेन्स अफ एयर रेजिस्टेन्स। त्यही भएर एब्सेन्स अफ एयर रेजिस्टेन्समा दुइटैले सँगै तल स्ट्राइक गर्छन्।